तिमी त सधैँ लाउने ढाका टोपी घरै छोडिआको सधैँ लाउने ढाका टोपी घरै छोडिआको त्यही बेलामा साइलीसँग बाटैमा भेट भएको चट्ट साइली आउने थिए मै पनि साइली रोदी घरमा हिरो झै बनेर के थाहा र मायालुसँग जम्का भेट भइन्छ भनेर आउने थिए मै पनि साइली रोदी घरमा हिरो झै बनेर के थाहा र मायालुसँग जम्का भेट भइन्छ भने जम्का भेट भइन्छ भनेर झमकै साथ पर्यो साइला सँगै पनि लिएर झमकै साथ पर्यो साइला सँगै पनि लिएर रोदी घरमा मादल गन्थ्यो गाजा लाउन भ्याइन चट्ट साइला आउने थिए मै पनि साइला रोदी घरमा हिरोइनी बनेर के थाहा र मायालुसँग जम्का भेट भइन्छ भनेर आउने थिए मै पनि साइला रोदी घरमा हिरोइनी बनेर के थाहा र मायालुसँग जम्का भेट भइन्छ भने जम्का भेट भइन्छ भने कल्पना नि नगरेको भेट हुन्छ कि भनी कल्पना नि नगरेको भेट हुन्छ कि भनी महिनौ भएको मायासँग भेट नभएको पनि चट्ट साइली आउने थिए मै पनि साइली रोदी घरमा हिरो झै बनेर के थाहा र मायालुसँग जम्का भेट भइन्छ भनेर आउने थिए मै पनि साइली रोदी घरमा हिरो झै बनेर के थाहा र मायालुसँग जम्का भेट भइन्छ भने जम्का भेट भइन्छ भनेर के गाउने हो गीता पनि पारे आला के गाउने हो गीता पनि पारे आला मन परेको मान्छे आउँदा रोदी घरमा चट्ट साइला आउने थिए मै पनि साइला रोदी घरमा हिरोइनी बनेर के थाहा र मायालुसँग जम्का भेट भइन्छ भनेर आउने थिए मै पनि साइला रोदी घरमा हिरोइनी बनेर के थाहा र मायालुसँग जम्का भेट भइन्छ भने जम्का भेट भइन्छ भनेर पोहोर भन्दा अहिले परार
तिहार भन्दा पोहोर राम्री पोहोर भन्दा अहिले कुन शब्दले बयान गरौँ तिम्रो रूपको मैले चट्ट साइली आउने थिए मै पनि साइली रोदी घरमा हिरो झै बनेर के थाहा भो र मायालुसँग जम्का भेट भइन्छ भनेर आउने थिए मै पनि साइली रोदी घरमा हिरो झै बनेर के थाहा भो र मायालुसँग जम्का भेट भइन्छ भने जम्का भेट भइन्छ भनेर हजार होलान् माग्नेहरू जवानीको परिणाम हजार होलान् माग्नेहरू जवानीको परिणाम तिम्रो पनि सिरदेखि पाउ खोट्न मिठो छैन चट्ट साइला आउने थिए मै पनि साइला रोदी घरमा हिरोइनी बनेर के थाहा भो र मायालुसँग जम्का भेट भइन्छ भनेर आउने थिए मै पनि साइला रोदी घरमा हिरोइनी बनेर के थाहा भो र मायालुसँग जम्का भेट भइन्छ भने जम्का भेट भइन्छ भनेर बोले यस बोल्यो मुया त जस्तो मसँग चल्दै छ भने खै छ